हेलो साथीहरू, हामी चाहिँ आज मल सार्दै गरेको साथीहरू। हामी बुढाबुढी यहाँ एक बारी टक्क लगाइसकेको छु। बुढा सिँढी चाहिँ उता लाउनु हुँदैछ। कस्तो भइरहेछ मल सार्नु। म चाहिँ यहाँ भारी लाउने साथीहरू, म चाहिँ बसिरहेको छु। आगो फुकेको पुरै धुवा आइरहेछ। आज यति धेरै बोक्नु पर्ने छ मल चाहिँ साथीहरू। यो चाहिँ गाईको मल, उयोमा चाहिँ हाम्रो गाई छ। बुढा सिँढी आउँदै हुनुहुन्छ। कस्तो फिल भइरहेछ अहिले चाहिँ साथीहरू। मल लाउँदै गरेको है साथीहरू। यति छरिसक्यो मल चाहिँ, परदेखि यति छरिसक्यो। यहाँदेखि फेरि उता चाहिँ बाँकी छ। अब मल छराएर गोरु जोत्ने हो। मल चाहिँ यसरी छराइन्छ है साथीहरू हाम्रोतिर चाहिँ। तपाईहरुकोतिर चाहिँ कसरी गर्नुहुन्छ है साथीहरू। हाम्रो चाहिँ आलु रोप्ने ठाउँ बनाउँदै गरेको। बुढाले चाहिँ मल छराइराख्नु भएको छ। यहाँ माथि गोठतिर चाहिँ मल ओसार्नु पर्छ। अझै यति बाँकी छ। अब यो सबै छराइसकेर हामी गोरु ल्याउनु जान्छौँ। अनि गोरु लिएर जोत्ने साथीहरू। गर्मीले अहिले मात्रै पुरै मौसम अहिले चाहिँ अलि धुम्म भएको छ साथीहरू नि। अलि यता गर्मी आउनु। मल चाहिँ यसरी छराइन्छ है साथीहरू। यत्रो आलु फलाएर खानुपर्छ होला सानो। ओके 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 भन्छ। इङ्ग्लिस बोलेको बुझेन कि क्या हो। इङ्ग्लिस बोलेको बुझ्नु भएन। इङ्ग्लिस होला आधी भइसक्यो अब।